नेपालमा राजतन्त्र अब इतिहास भविष्य होइन। त्यो राजतन्त्र कसैको फलक थियो होला, तर यो प्याज खाएर चल्ने व्यवस्था लोकतान्त्रिक गणतन्त्र होइन। राजतन्त्रको च्याप्टर आजभन्दा 18 वर्ष अगाडि क्लोज भइसक्यो। अब इतिहासको पाङ्ग्रा पछाडि फर्किँदैन। नेपाल लोकतन्त्रको मार्गमा, राजमार्गमा आफ्ना कमजोरी र यसका बलशाली गुणहरूलाई थप व्यवस्थित, परिमार्जित र दृढ निश्चयका साथ नेपाली समाजलाई अगाडि बढाउन दृढतापूर्वक उभिनेछ। लोकतन्त्रमा आफ्ना विचारहरू राख्ने कुरा सबैका छन् र पूर्व राजाले पनि एउटा नागरिकको रूपमा कुनै विचार राखेका छन् भने त्यसप्रति हाम्रो आपत्ति छैन। तर त्यो विचार समाजलाई विषाक्त बनाउने, जनताका अधिकारहरू खोज्ने र इतिहासको गतिलाई उल्टो दिशातर्फ बगाउन खोज्ने दुष्प्रयत्न हो भने त्यसलाई नेपाली जनताले, लोकतन्त्र प्रेमी जनताले, गणतान्त्रिक नेपालका सचेत जनताले कहिले माफी दिने छैनन्। र नेपाली प्रेसले पनि लोकतन्त्रमा मात्रै पत्रकारिताको जीवनको स्वतन्त्रता, सार्थकता र उसको भविष्यको सुनिश्चितता हुन्छ भन्ने कुरा गम्भीरतापूर्वक आत्मसात गरेको छ भन्ने विश्वास मेरो छ। त्यो विश्वासमा तपाईँहरू निरन्तर अगाडि बढ्नुहोस्। नयाँ वर्षको यहाँहरू सबैलाई, घर परिवारलाई समेत शुभकामना। कोही पत्रकार मारिनु नपरोस् काम गर्दा गर्दै, कोही पत्रकार कर्तव्य निर्वाह गर्दा गर्दै मारिनु नपरोस्। कसैको कथित इच्छापूर्तिका लागि चलाइएका वितण्डाहरूका कारणले। र हामी सदैव नेपाली प्रेसको स्वतन्त्रता र सम्मान गर्न तत्पर छौँ भन्ने कुरा म विश्वास दिलाउन छैन। जनतासँग, देशसँग पत्रकारको सधैँ चासो, खबरदारी, सुझाव र भूमिका रहन्छ। म लामो कुरा गर्न चाहन्न। तपाईँहरू मार्फत सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू, स्वदेश विदेशमा रहनुभएकालाई नयाँ वर्षको, उमङ्गको, चाडको नयाँ आशा, विश्वास, भरोसाको एउटा सङ्कल्पको दिन, उत्साहको दिनको रूपमा यसलाई मनाउनका निम्ति र खुसी हुनका निम्ति पनि म अनुरोध गर्न चाहन्छु। सँगै